हामीले सामाजिक सञ्जाल फेसबुकमा कसैले न कसैले हालेको भिडियो हेर्ने गरेका छौँ। पक्कै पनि तपाईँले पनि हेर्नुभएको होला, मैले पनि हेर्ने गरेको छु। त्यो भिडियोमा उहाँहरूले के भनेर हाल्नुभएको हुन्छ भन्दा फेसबुकबाट पैसा कमाइ भयो है, यी मैले चाहिँ फेसबुकबाट यति पैसा निकालेँ, नेपालकै ब्याङ्कमा मेरै एकाउन्टमा निकालेँ र मैले यो किने त्यो किने भनेर हालेका भिडियोहरू पक्कै पनि तपाईँहरूले हेर्नुभएको छ। र यो पैसा मैले कसरी कमाउने होला, मैले पनि फेसबुकमा भिडियो हाल्थेँ होला, बनाएर राख्थेँ होला र मैले पनि यो पैसा कमाउन पाए हुन्थ्यो भन्ने कुरो तपाईँहरूलाई पक्कै पनि छ है। यदि छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईँहरूले पनि उहाँहरूले जस्तै गरी पैसा कमाउन सक्नुहुनेछ, यो 100% सत्य हो। नमस्ते सबैजनालाई, मेरो नाम जनक खड्का। म यति बेला दाङ घोराइको तुलसीपुर चोक्कैमा रहेको रुकुम पूर्व पश्चिम मोबाइल पसलबाट है। तपाईँहरूले आजैबाट काम गर्ने सुरु गर्नुहोस् है, काम सुरु गर्नुहोस् आजैबाट। फेसबुकमा भिडियो, फोटो, कुनै लेखेको टेक्स्ट अनि स्टोरी हाल्ने गर्नुहोस् है। 100% पैसा कमाइ हुन्छ फेसबुकमा। तर यति भन्दै गर्दा अहिलेको अहिले भिडियो हाल्ने बित्तिकै, आजै भिडियो हाल्ने बित्तिकै तपाईँको पैसा आउने कुरा चाहिँ हुँदैन। तर केही समयपछि केही क्राइटेरियाहरू पनि छ, फेसबुक मेटाले केही क्राइटेरिया राखेको छ। उक्त क्राइटेरिया पुरा भयो भने तपाईँहरूको फेसबुकबाट पैसा आउने चाहिँ 100% सत्य हो। त्यसको लागि के गर्नु पर्यो यो अन्तिम समय हेर्नुहोस्। र यदि मन पर्यो भने, मेरो भिडियो मन पर्यो भने एक सेयर गर्नुहोस्, ताकि तपाईँहरूको आफन्तजन, दिदीबहिनी, दाजुभाइ सबैजनाले थोरै भए पनि पैसा कमाउनु हुनेछ र कमाउनेबाट टेवा मिल्नेछ। एउटा सेयर चाहिँ गर्नुहोस् है। मैले भन्दै गर्दा तपाईँहरूलाई कहाँसम्म सत्य लाग्छ है त्यो म जान्दैन, तर मैले तपाईँहरूलाई बनाउने भिडियो र तपाईँहरूलाई दिने टिप्स अहिलेसम्म सत्य नै छ। मैले सत्य भिडियो मात्रै राख्ने गर्छु, मैले कहिले पनि झुट भिडियोहरू राख्दैन। त्यो मैले अहिलेबाट होइन, पहिल्यैदेखि पनि। फेसबुकमा हामीले क्राइटेरिया, सुरुमा म फेसबुकले कस्तो अवस्थामा हामीले कुन भिडियो राखेपछि पैसा आउँछ र कस्तो कामहरू गर्नुपर्छ फेसबुकमा र फेसबुकको क्राइटेरिया के छ, यो कुराहरू म तपाईँहरूलाई बताउँदैछु है। यो सुन्नुहोस्। फेसबुकको पहिले चाहिँ जेनजी आन्दोलन, म पहिलेको कुरा गरेँ। जेनजी आन्दोलन पहिले नेपालमा कन्टेन्ट मोनेटाइजेसन टुल भन्ने जुन फेसबुकबाट पैसा अर्निङ हुने माध्यम थिएन, इलिजिबल थिएन। हाम्रो देश नेपाल फेसबुकबाट पैसा कमाउने देशमा पर्दैन थियो। इन्डिया पर्थ्यो, अरू देश पर्थ्यो। र कुनै साथीले बाहिरको लोकेसन राखेर बाहिरबाट आरडिबीबाट चलाएर कसैले कमाउनुहुन्थ्यो, त्यो थोरै मात्रामा कमाउनुहुन्थ्यो भने हामीले चाहिँ कमाउन सक्थेनौँ त्यति बेला। अहिले जेनजी आन्दोलन पश्चात नेपाललाई पनि इलिजिबल कन्ट्रीमा राखेको छ मेटाले। फेसबुक मेटा यो मार्क जुबर वा अमेरिकाको कम्पनी हो यो। यति बेला हामीले पनि हामीले पैसा कमाउन सुरु गरिरहेका छौँ। थुप्रै साथीहरूले पैसा कमाउनु भएको छ। मेरै भिडियो हेरिसकेपछि पनि धेरै साथीहरूको कन्टेन्ट मोनेटाइजेसन टुल इनेबल भएको छ। उहाँहरूले मलाई धन्यवाद दिइराख्नु भएको छ। तपाईँले हालेको भिडियो हामीले हेऱ्यौँ। अहिले मैले यति यो महिनामा $150, यो महिनामा मैले $250, यो महिना मैले $300 भनेर साथीहरूले धेरैले फोन गरेर सुनाउनुहुन्छ। मलाई खुसी लाग्छ। मेरो भिडियो हेरिसकेपछि उहाँहरूले पैसा कमाउनु भयो। मैले कमाऊ या नकमाऊ, मेरो साथीहरूले कमाउनु भनेको धेरै राम्रो हो। यसमा हामीले के गर्नु पर्यो भन्दा कुनै पनि क्राइटेरिया, जस्तो यति फलोवर्स, मेरो त फलोवर्स साथीहरू थोरै छ, कसरी कन्टेन्ट मोनेटाइज टुल देला र मैले कसरी कमाउला र भनेर धेरैजनाले मलाई इनबक्स गर्नुभएको हुन्छ। फेसबुकले कुनै पनि क्राइटेरिया दिएको छैन त्यो विषयमा। तपाईँहरूको फलोवर्स 1000 होस्, तपाईँहरूको फलोवर्स 2000 होस्, जति भए पनि तपाईँहरूलाई कन्टेन्ट मोनेटाइजेसन टुल आउन सक्छ। त्यो कस्तो अवस्थामा भन्दा तपाईँले हालेको भिडियो अर्ग्यानिक, ओरिजिनल हुनु पर्यो। मैले पहिलेदेखि नै भनेको छु तपाईँहरूलाई, कतै पनि मौसममा म्युजिक बजेका गीतहरू नहाल्नुहोस्। अल नेपाल म्युजिक बजाएर बनाएका भिडियोहरू, नाचेका भिडियोहरू, डान्स गरेका, कुनै डिजे पार्टी प्यालेसमा म्युजिक जुन डेकबाट बजेका गीतहरूमा नाचेको भिडियो अपलोड गर्दै नगर्नुहोस्। त्यसमा लाइभ पनि नदिनुहोस् र अपलोड पनि नगर्नुहोस्। हामीले कस्तो भिडियो हाल्नु पर्यो भन्दा हाम्रो ओरिजिनल हामीले गाएको, नाचेको, हामीले मादल बजाएर नाचेको कुन के छ, हामीले के गर्न सक्छौँ। हामीले एक्लै पनि गीत गाएर हाल्न सक्छौँ। हामीले कुराकानी गरेको, कतै आफूले गर्ने काम, वर्क जे काम गरिन्छ, जस्तै तरकारी पकाएको, घर सफा गरेको, घर लिपेको, जे पनि हाल्न सक्छौँ है। हामीले जो समाजमा पच्चे हुने खालको भिडियो तपाईँ आजैबाट अपलोड गर्नुहोस्। भ्यू धेरै आउनुपर्छ भन्ने छैन। तपाईँको मिलियन भ्यू, लाखौँ भ्यू आएपछि मात्रै मोनेटाइजेसन हुने र भ्यू थोरै आएपछि नहुने भन्ने छैन। तपाईँ हाल्दै गर्नुहोस्, तपाईँहरूको फलोवर्स बढ्दै गर्छन्, तपाईँहरूको भिडियोको साथीहरू बढ्दै गर्छन्, भिडियो हेर्ने साथीहरू र सेयर गर्ने साथीहरू बढ्दै गर्छन्। आज राख्नुहोस्, भोलि राख्नुहोस्, तपाईँको भोलिको विकास पनि रहन्छ। त्यहाँ चाहिँ कोही साथीभाइसँग भेटेको, यसो गफसफ गरेको भिडियो हाल्नुहोस्, केही खान लागेको भिडियो हाल्नुहोस्, अमिला खान लागेको हाल्नुहोस्, घरमा सिस्नो रोटी खान लागेको हाल्नुहोस्, जे पनि हाल्न मिल्यो है। आफ्नो देखाउनुहोस्। त्यसमा चाहिँ समाजमा
नराम्रोतिर जाने भिडियो चाहिँ हाल्नु भएन, जस्तो ताकि समाजमा आक्षेप लाग्ने खालको, समाजमा चाहिँ पच्चे नहुने खालको भिडियो चाहिँ अपलोड नगर्नु होला। र मारपिट, कतै कुखुरा काटेको, रगत देखेको यस्ता भिडियोहरू चाहिँ अपलोड नगर्नु होला, किनकि मेटाले एक्सेप्ट गर्दैन। झै झगडा गरेका, ठुला लडाइँहरू गरेका त्यस्ता भिडियो नहाल्नु होला, ताकि ओरिजिनल कन्टेन्टमा आफ्नै भिडियोहरू है सकभर आफै तपाईँहरूले बनाएको, कसैले केही खेल देखाउँछ, कसैले केही राम्रो एक्टिङ गर्छ, त्यस्ता भिडियोहरू छ, गीत गाउँछ भने उसको रेकर्ड गरेर हाल्न सक्नुहुनेछ। हाल्दै गर्दा तपाईँहरूलाई कन्टेन्ट मोनेटाइजेसन टुल दिन्छ। त्यो टुललाई इनेबल गर्नलाई के गर्नु पर्यो भन्दा त्यहाँ सेटअप, कन्टेन्ट मोनेटाइजेसन टुल सेटअप लेखेको हुन्छ, त्यहाँ गएर तपाईँहरूले त्यसलाई सेटअप गर्नुभयो भने तपाईँको आजैबाट सुरु हुनेछ। यदि पेआउट तपाईँहरूलाई पेआउट माग्छ, पछि त पैसा कसरी निकाल्ने, आइसकेपछि एक महिनाको $100 भयो भने मात्रै हाम्रो खातामा आउने गर्छ है। त्योभन्दा कम हाम्रो $20 $30 छ भने आउँदैन। $100 चाहिँ पुरा भएको हुनुपर्छ पैसा आउनको लागि। हामी भिडियो हाल्दै गऱ्यौँ भने $100 सामान्य हो, आइहाल्छ नै। हामीले एक महिनामै, हाम्रो साथीहरूले अहिले नै अस्तिको महिना भर्खरै अक्टोबर महिनामा 350 कमाउनु भएको छ। मैले सिकाएको मेरै भिडियो हेरिसकेपछि 350 कमाउनु भएको छ। तपाईँहरू आजैबाट ओरिजिनल भिडियो हाल्नुहोस् र प्रोफेसनल ड्यासबोर्ड चाहिँ अन गर्नु होला है। मैले तपाईँहरूलाई प्रोफेसनल ड्यासबोर्ड अन गर्नुहोस् भनेको छु। तपाईँको प्रोफाइलमा क्लिक गर्नुभयो भने 3वटा धर्का हुन्छ, त्यसमा क्लिक गर्नु, भित्र प्रोफेसनल ड्यासबोर्ड अन लेखा हुन्छ, त्यहाँ गएर अन गर्नु होला र तपाईँहरू भिडियो हाल्दै गर्नु होला। त्यहाँ सेटअप कुनै प्रकारको सेटअप नगर्नु होला, स्टार सेटअप पनि नगर्नु होला। र कन्टेन्ट टुल आइसकेर मेरो भिडियो हेर्नुभएको छ भने मलाई मेसेज पनि गर्न सक्नुहुनेछ, कसरी यसलाई चाहिँ इनेबल गरौँ, कसरी यसलाई सेटअप गरौँ भनेर मलाई सोध्नुभयो भने म तपाईँहरूलाई सिकाउने छु। यहीबाट स्क्रिन सेयर गरेर तपाईँहरूलाई म सिकाउने छु। भने यदि तपाईँहरूले पेआउट गर्नुपर्ने भयो, तपाईँको चाहिँ $100 भन्दा बढी हुने भयो महिनामा, र ब्याङ्क एकाउन्ट राख्ने तपाईँहरूलाई आइडिया आएन भने म तपाईँहरूलाई त्यो पनि सिकाउने छु। त्यस्तो भिडियो पनि म नेक्स्ट पार्ट हाल्ने छु। अहिले भिडियो हाल्दै गर्नुहोस्, तपाईँहरूलाई अहिले आवश्यक छैन। म नेक्स्ट पार्टमा, अर्को पार्टमा यसरी चाहिँ पेआउट सेटअप यसरी गर्नुहोस् भनेर त्यो अर्को भिडियो बनाउने छु। अहिलेलाई तपाईँहरू जे सक्नुहुन्छ त्यो भिडियो हाल्दै गर्नुहोस् र कन्टेन्ट मोनेटाइजेसन टुल आइसक्यो भने इनेबल गर्नुहोस्। त्यहाँ इनेबल गर्दा आफ्नो सही नाम हुनुपर्छ, सही नाम, सही जन्ममिति र नागरिकता अनुसारको हुनु पर्यो। त्यो राख्नुभयो भने तपाईँको आजदेखि पैसा आउनु सुरु गर्छ। तपाईँले पैसा रिल हाले पनि तपाईँले पैसा कमाउनुहुन्छ, फोटो हाले पनि तपाईँलाई पैसा आउँछ, केही लेखेर हाले पनि आउँछ, स्टोरी हाले आउँछ। तर आउँछ भन्दै गर्दा एउटा भिडियो हाल्न बित्तिकै तपाईँलाई $10 $20 है, 2000 3000 4 5000 पैसा भने आउँदैन। थोरै सेन्स, जुन अमेरिका डलरको सेन्स भने पैसा, त्यो थोरै जोडिएर, सबैबाट जोडिएर कहिले तपाईँले दैनिक $10 पनि कमाउन सक्नुहुन्छ, दैनिक $20 30 40 50 $100 पनि कमाएर एकर्छन्। मिलियन भ्यू, मिलियनको मिलियन प्रत्येक भिडियोमा जान लाग्यो भने तपाईँको पैसा कमाइ हुन्छ। तर यति हुन्छ भन्ने चाहिँ छैन है, धेरै पनि हुनसक्छ, कमै पनि हुनसक्छ। त्यसैले तपाईँले आजैबाट काम गर्न सुरु गर्नुहोस्। र म तपाईँलाई नेक्स्ट पार्ट के सिकाउँछु भन्दा प्रोफेसनल ड्यासबोर्ड यसरी अन गर्नुहोस् र पेआउट सेटअप यसरी गर्नुहोस् र यो कन्टेन्ट मोनेटाइजेसन टुल इनेबल यसरी गर्नुहोस् भनेर त्यो नेक्स्ट पार्ट बनाउने छु म अर्कोचोटि। अहिले नै तपाईँहरू भिडियो आजैबाट ओरिजिनल भिडियो हालेर त्यत्तिकै फोकटमा अरूको मात्रै भिडियो हेर्ने, आफ्नो मात्रै हाल्ने, पैसा कमाइ नहुने, त्यत्तिकै अरूले चाहिँ हामीले हेरेको भिडियोले अरूले पैसा कमाउने, त्यस्तो भइरहेछ अहिले। अब चाहिँ हामीले अरूको पनि हेर्छौँ, उनलाई पैसा कमाइ हुन्छ, उनले हाम्रो हेर्छन्, हामीलाई पैसा कमाइ हुन्छ। एक आपसमा सबै अगाडि बढ्यो, सबैले कमाउने हो। मैले फेरि भने ओरिजिनल भिडियो हाल्नुहोस् है। तपाईँहरू त्यो चाहिँ डुप्लिकेट अर्काको डाउनलोड गरेर, अर्काको फेसबुकबाट डाउनलोड, युट्युबबाट, टिकटकबाट डाउनलोड गरेका भिडियोहरू कुनै पनि नराख्नुहोस् प्लिज। मैले तपाईँहरूलाई धेरैचोटि भनिसकेँ। त्यसैले आजबाट तपाईँहरू फेसबुकमा अपलोड गर्दै गर्नुहोस्। तपाईँहरू भिडियो कति लामो भनेपछि छोटो हाल्नुहुन्छ भने रिल्स हाल्नुहोस्, 1 मिनटभन्दा मुनिको, 1 मिनटभन्दा माथिको गर्नुहुन्छ अपलोड गरिदिनु होला। 2-3 मिनट, 3-4 मिनट, 5-7 8 9 10 मिनट जति हाले पनि हुन्छ। भिडियो चाहिँ ओरिजिनल हुनु पर्यो, हाल्दै गर्नुहोस्। एकचोटि तपाईँ अवश्य सफल हुनुहुन्छ। र मलाई सम्झिनुहुनेछ, जनकले भन्नुहुन्थ्यो, जनक दाईले चाहिँ यसो टिप्स दिनुभएको, मैले चाहिँ उहाँको भिडियो हेरेर मलाई ठुलो प्रेरणा मिल्यो, मैले चाहिँ पैसा कमाउन सुरु गरेँ। उहाँलाई धेरै धेरै धन्यवाद भनेर भन्नुहुनेछ। र तपाईँले नजानेका कुरा मलाई इनबक्स गरिदिनु होला, र इनबक्समा चाहिँ मलाई मेसेज पठाउनु भयो भने म तपाईँको त्यो कुरा चाहिँ सल्भ गर्नेछु। र यो भिडियो मन पऱ्यो भने तपाईँ सेयर गर्नुहोस् है, सबैलाई पुगोस्। र जुन प्रोफेसनल ड्यासबोर्ड कसरी गर्ने, कन्टेन्ट मोनेटाइजेसन टुललाई सेटअप कसरी गर्ने, त्यो म अर्को भिडियोमा सिकाउने छु। अहिलेलाई छुट्यौँ। सबैको जय होस्, जय देश, जय नेपाल।